यो एनईबीले 2021 सालमा सोधेको इन्टिग्रेट एउटा फङ्सनको इन्टिग्रेसन गर्नुपर्ने छ। यो चाहिँ रेसनल फङ्सन भयो। मुनिको पावरहरू चाहिँ धेरै छ यक्सको, माथिको यक्सको डिग्री चाहिँ कम भएकोले रेसनल फङ्सन भयो। अब रेसनल फङ्सनको इन्टिग्रेसन गर्दाखेरि यसको विभिन्न टाइपहरूमध्ये यो टाइपलाई चाहिँ लेट गर्ने तरिका यहाँ हेर्नु त, एक्स बाई एक्स माइनस 1 र एक्स स्क्वायर प्लस 1 छ भनेदेखि यसलाई चाहिँ यो मुनिको फर्स्ट फ्याक्टर चाहिँ लिनियर फ्याक्टर भयो, त्यसको लागि ए बाई एक्स माइनस 1 सपोज गर्ने, र सेकेन्डको चाहिँ एक्स स्क्वायर भनेको चाहिँ क्वाड्रेटिक फ्याक्टर भयो, यसको लागि चाहिँ बिएक्स प्लस सी बाई एक्स स्क्वायर प्लस 1 भनेर यसरी यसलाई हामी सपोज गर्छौँ। यति सपोज गरिसकेपछि अब हामीलाई ए बी र सीको यहाँ भ्यालुहरू चाहिन्छ। त्यसको लागि हामीले राइट साइडमा एलसिएम लिनुपर्छ। राइट साइडमा एलसिएम लिँदाखेरि यसको एलसिएम चाहिँ एक्स माइनस 1 पनि आउँछ र एक्स स्क्वायर प्लस 1 पनि आउँछ, र माथि हामीसँग एलाई मल्टिप्लाई हुन्छ एक्स स्क्वायर प्लस 1 ले, प्लस अनि बिएक्स प्लस सीलाई चाहिँ मल्टिप्लाई हुन्छ एक्स माइनस 1 ले। अब दुवैतिरबाट यो एलसिएमहरू क्यान्सल भयो भने यतापट्टि यक्स बाँकी रह्यो, उतापट्टि एसँग एक्स स्क्वायर प्लस 1 बाँकी रहन्छ र बिएक्स प्लस सी अनि एक्स माइनस 1 पनि यसमा बाँकी रहन्छ। अब हामीलाई तीनटा भ्यालुहरू निकाल्नुपर्ने छ ए बी र सीको। त्यसको लागि पुट गरौँ केही भ्यालुहरू। यक्स इक्वल टु एउटा भ्यालु यहाँबाट एक्स माइनस 1 इक्वल टु 0 गरेर एउटा भ्यालु हामी 1 राख्न सक्छौँ। अरू भ्यालुहरू जे राखे पनि हुन्छ। सजिलोको लागि एउटा 0 राखौँ, अर्को माइनस 1 राख्थ्यौँ। यो पछाडि जे भ्यालु राख्दा पनि पाइन्छ। यदि राखिसके सबभन्दा सुरुमा एक्सको ठाउँमा हामी 1 राख्छौँ। यहाँ 1 राख्दाखेरि यो 1 नै भयो। इक्वल टु यसमा 1 राख्यो भने 1 स्क्वायर प्लस 1 गर्दाखेरि यहाँ 2a हुन्छ। राइट साइडमा यतापट्टि हामीले 1 राख्यौँ भने 1 माइनस 1 ले यो 0 हुन्छ र 0 ले यो सबैलाई 0 बनाउँछ। त्यति गरिसकेपछि यहाँदेखि a को भ्यालु आउँछ 1/2 आउँछ। फेरि फर्दर हामी यक्सको ठाउँमा हामी 0 हाल्दैछौँ। 0 हाल्दाखेरि यो अगाडि 0 भयो। इक्वल टु उतापट्टि a को भ्यालु यहाँ आइसकेको छ। a को ठाउँमा हामी 1/2 लेख्छौँ। अनि यहाँनिर हामीले 0 राख्यौँ भने 0 प्लस 1 यो लेखिरहनु पर्दैन। प्लस यक्सको ठाउँमा हामीले 0 हाल्यौँ भने यो पुरै 0 भयो। 0 भइसकेपछि यहाँ सी मात्रै बाँकी छ, र यसमा हामीले 0 हाल्यौँ भने 0 माइनस 1 ले यहाँनिर माइनस 1 हुन्छ। यति गरिसकेपछि यो लास्ट टर्ममा यहाँ माइनस सी हुन्छ। त्यो माइनस सीलाई अगाडि ल्यायो भने सी भयो, र उतापट्टि चाहिँ 1/2 बाँकी रह्यो। ए को पनि भ्यालु आयो, सी को पनि भ्यालु आयो। अब हामीले बी को भ्यालु निकाल्नु छ। बी को भ्यालुको लागि हामीले यक्सको ठाउँमा माइनस 1 पनि राख्ने भनेको छौँ। त्यसैले यहाँनिर यक्सको ठाउँमा माइनस 1 राखौँ। उतापट्टि ए को ठाउँमा यहाँ हाम्रो 1/2 छँदैछ। फेरि यक्सको ठाउँमा हामीले कति राख्दैछौँ, माइनस 1 राख्दैछौँ भने माइनस 1 को स्क्वायरले 1 प्लस 1 ले यहाँ इन्टु 2 हुन्छ। फेरि बिचमा प्लस। अब यसमा जुन फेरि बी को भ्यालु हाम्रो आएको छैन, तर यक्सको ठाउँमा हामी के राख्दैछौँ, माइनस 1 राख्दैछौँ। यक्सको ठाउँमा माइनस 1 राख्यौँ भने यहाँ माइनस बी हुन्छ। अनि प्लस सी को भ्यालु यहाँ आइसकेको छ। सी को भ्यालु चाहिँ 1/2 छ। अनि यक्सको ठाउँमा हामी माइनस 1 राख्दैछौँ भने माइनस 1 ले यहाँनिर माइनस 2 पनि आउँछ। यसलाई सिम्प्लिफाई गऱ्यौँ भने हाम्रो बी को भ्यालु निस्किन्छ। अर गरौँ, अगाडि माइनस 1 छ। इक्वल टु यहाँ 2 र 2 क्यान्सल भएर यहाँ 1 भयो। प्लस यसको एलसिएम लिन पाइयो। यसको एलसिएम 2 आउँछ। माथि माइनस 2b हुन्छ, र प्लस यहाँनिर 1 हुन्छ। डट यो माइनस 2 छँदैछ। त्यति गरेपछि 2 र 2 पनि क्यान्सल भयो। अब बाँकी हामीसँग माइनस 1 इक्वल टु 1। अब ब्र्याकेट खोल्यो भने प्लस, यो प्लस यहाँ ब्र्याकेट दिउँ। ब्र्याकेट खोल्यो भने यो माइनस 2b भयो, अनि प्लस प्लसले प्लस 1 भयो, र यसमा अझै यहाँ माइनस छ। त्यसो भएकोले यहाँ कुरो अलिकति बिग्रियो हाम्रो, होइन। यो माइनसले यहाँनिर प्लस हुने भयो, अनि प्लस प्लसले प्लस, र यो माइनसले यहाँनिर चाहिँ हाम्रो माइनस हुने भयो। यो ब्र्याकेटहरू खोल्दाखेरि यहाँनिर चाहिँ हामी माइनस लेख्छौँ। यो माइनस भयो। यति गरिसकेपछि यहाँनिर 1 र 1 क्यान्सल भयो, अनि यो 2 अगाडि आयो भने बी को भ्यालु चाहिँ हाम्रो माइनस 1/2 आउने भयो। यसरी हाम्रो एबिसी तिनटैको भ्यालु निस्क्यो। माथि हाम्रो इक्वेसनमा यो भ्यालुहरू पुट गरौँ। देयरफोर अब हाम्रो क्वेसन चाहिँ के थियो एकचोटि हेरौँ त। क्वेसनमा हाम्रो इन्टिग्रेसन एक्स बाई मुनि थियो एक्स माइनस 1 अनि एक्स स्क्वायर प्लस 1 र यहाँ डिएक्स थियो। यसलाई हामीले लेट कसरी गरेका थियौँ, लेट गरेको ठाउँमा यसको भ्यालुहरू पुट गर्नुपर्छ। लेट गरेको ठाउँ भनेको ए बाई एक्स माइनस 1 छ। ए भनेको हाम्रो यहाँ हेर्नु त 1/2 आएको छ।
त्यसो भए ए को ठाउँमा हामी लेख्छौँ इन्टिग्रेसन लगाएर इन्टिग्रेसन ए बाई ए भनेको 1/2 बाई एक्स माइनस 1 छ, यसको छेउमा डिएक्स पनि लेखिदिनु। अनि बिचमा हाम्रो साइन हेरौँ त, माथि यहाँ बिचमा प्लस छ, त्यसैले यो प्लस भयो। फेरि पछाडि पनि इन्टिग्रेसन लगाउनुपर्छ किनभने यो इन्टिग्रेसन गरेको छ। यहाँ माथि हामीसँग बिएक्स प्लस सी छ, बीको भ्यालु कति छ यहाँ हेरौँ त, बीको भ्यालु -1/2 एक्स अनि प्लस सीको भ्यालु फेरि हेरौँ त, यो सीको भ्यालु यहाँनिर आइसकेको छ, सीको भ्यालु चाहिँ हामीसँग 1/2 छ डिभाइडेड बाई मुनि हामीसँग एक्स स्क्वायर प्लस 1 छ, एक्स स्क्वायर प्लस 1 बाँकी छ हामीसँग डिएक्स। अब यसको हामी इन्टिग्रेसनमा फोकस गर्छौँ। ल अब त काम सकिसक्यो, 1/2 लाई अगाडि ल्याइदिउँ, 1/2 इन्टिग्रेसन 1/x माइनस 1 र डिएक्स भयो। अब यसलाई हामीले दुईवटा सेपरेट गरौँ, सेपरेट गर्दाखेरि प्लस माइनसले यो माइनस हुन्छ, यो 1/2 हामीले अगाडि लेख्न पाउँछौँ, 1/2 इन्टिग्रेसन माथि हामीसँग यक्स छ र मुनि यक्स स्क्वायर प्लस 1 छ, योसँग डिएक्स पनि छ। फेरि प्लस प्लसले यहाँनिर प्लसै भयो, यसमा पनि 1/2 बाई यति लेख्दाखेरि यो 1/2 फेरि अगाडि निकालौँ र इन्टिग्रेसन हामीसँग यो 1/2 अगाडि आइसकेपछि 1/x स्क्वायर प्लस 1 छ, 1/x स्क्वायर प्लस 1 बाँकी रह्यो डिएक्स। यति गरिसकेपछि अब इन्टिग्रेसनको फर्मुलाहरू एप्लाई गरौँ। 1/2 अब मुनि कुनै फङ्सन छ र माथि त्यसको डेरिभेटिभ छ भनेदेखि, जस्तै यक्सको डेरिभेटिभ 1 भइसकेपछि यसको फर्मुला ln अनि x माइनस 1 हुन्छ माइनस। अब यसमा चाहिँ हेर्नु त, यहाँनिर यक्स स्क्वायर छ, यक्स स्क्वायरको डेरिभेटिभ चाहिँ 2x हुने भएकोले यहाँ एउटा 2 थपिदिउँ, त्यहाँ 2 थपेपछि यहाँ पनि मल्टिप्लाइड बाई 2 गरिदिउँ। अनि त्यसो गरी त्यति गरिसकेपछि यो अगाडि 1/4 भयो। अब मुनि कुनै फङ्सन छ र माथि त्यसको डेरिभेटिभ छ भने ln लेख्न पाइन्छ, अनि यो ln x स्क्वायर प्लस 1 भयो, प्लस यतापट्टि फेरि 1/2 छ। अब यसको एउटा फर्मुला छ, जस्तै इन्टिग्रेसन 1/x स्क्वायर प्लस 1 भनेको त यो यसको फर्मुला त सरी यहाँ डिएक्स पनि भयो भने यो भनेको त tan इन्भर्स यक्स हो हैन। त्यसो भएदेखि यसको ठाउँमा हामीले tan इन्भर्स यक्स अनि लास्टमा हामी प्लस सी लेख्छौँ।